रहेका विश्वमा सबैभन्दा बढी 197 देशमा बढी सेलिङ हुने यी डिएक्सनको पेस्ट हो। यो पेस्टको काम चाहिँ एउटा मल्टिपर्पजको रूपमा युज गर्न सकिन्छ र यो चाहिँ एउटा 150 ग्रामको छ भने यो एउटा 75 ग्रामको छ र यो 150 ग्राम यहाँले हेर्न सकिन्छ। यो डिएक्सिन कम्पनीको यो पेस्टमा चाहिँ विशेष गरी तपाईले हेर्न सकिन्छ यसमा चाहिँ एकदम नै राम्रो छ है। यसमा चाहिँ एकदम नै यो हाम्रो हेल्थको लागि धेरै राम्रो पेस्ट छ यो डिएक्सिन कम्पनीको पेस्ट चाहिँ। विशेष गरी यो पेस्टले चाहिँ हामीलाई टन्सिलहरू हुन्छ, किनभने जाडो मौसममा धेरै टन्सिल हुने समस्याहरू हुन्छ। टन्सिल हुने समस्या हुँदाखेरि यो पेस्टलाई तातो पानीमा चाहिँ गार्गलको रूपमा युज गर्न पनि सकिन्छ। जसरी हामीले फार्मेसीहरूबाट गार्गल लिएर युज गरिन्छ त्यसरी नै यो पेस्टलाई यदि हजुरले तातो पानीमा हालेर घोलेर चाहिँ यसलाई गार्गलको रूपमा प्रयोग गर्नुभयो भने यहाँहरूको टन्सिलको लागि पनि अत्यन्तै राम्रो गरिन्छ। र साथै यदि हजुरको टाउको दुख्ने, ज्वरो आउने समस्या छ, नाक बन्द हुने समस्या छ भने यो पेस्टलाई चाहिँ यहाँले उम्लेको पानीमा चाहिँ राखेर बाफ लिनुभयो भने एकदम नै राम्रोसँग चाहिँ हजुरको क्लियरी एकदम राम्रो गरिन्छ। र साथै यदि हजुरको कहिलेकाहीँ फुड पोइजनको कारणले गर्दाखेरि पेट दुख्ने समस्याहरू छ अथवा हजुरहरूको चाहिँ कहिलेकाहीँ ग्यास्ट्रिक बढे जस्तो फिल हुन्छ, कहिलेकाहीँ यति पखाला लागेको डाइरिया हुन्छ, त्यस्तो अवस्थामा पनि यो डिएक्सनको पेस्टलाई चाहिँ हजुरले घोलेर खानुभयो भनेदेखि चाहिँ हजुरको त्यो समस्याको समाधान पनि गरिन्छ। र साथै यसले चाहिँ कुनै पनि बेला काम गर्दै गर्दाखेरि चोटपटक लाग्यो भनेदेखि चाहिँ हजुरले यसलाई पनि र यो पेस्टले चाहिँ विशेष गरी यहाँहरूको खुट्टा गनाउने समस्या छ अथवा यदि घाउ भएको छ, खुट्टामा घाउहरू आइरहेको छ, खुट्टा पाकिरहेको छ, हिलोले खाइरहेको छ, त्यस्तो समस्यामा पनि यो पेस्ट लगाउँदाखेरि यहाँहरूको अत्यन्तै फाइदा दिन्छ। र कतिपय साथीहरूमा पनि धुबी भनिन्छ, सेतो धुबीको जुन एलर्जी हुन्छ त्यो एलर्जीमा पनि यो पेस्टलाई चाहिँ एउटा मलमको रूपमा चाहिँ प्रयोग गर्नुभयो भने यो गानोजी टुथपेस्टले चाहिँ यहाँहरूको शरीरको लागि पनि एकदम नै राम्रो फाइदा दिन्छ। र त्यसरी काखी गनाउने समस्याहरू छ भनेदेखि पनि यसलाई काखीमा पनि लगाउन सकिन्छ। यदि यहाँहरूको डन्ठीफोर आएको छ, फेसमा अलिकति सानो सानो पिम्पलहरू आइरहेको छ भनेदेखि पनि पिम्पलको रूपमा पनि यसलाई